ल के भयो पुरा के भनेको बिहान 5 बजे हिँडेको केही पनि भेट्दैन थियो अब अहिले कति बजे त बस यताको ढोका नि खुल्छ पुरा सबै जताको ढुङ्गा खोले पनि मलाई केही मतलब छैन कहाँ जाने रे पुरा यसो नभन न यार हामी त कहाँ जाँदैछौँ हामी मिसन 84 कि दार्जिलिङ हो मिसन दार्जिलिङ ल ल ल ल ल ल ल ओके ल दि बाई बाई अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है कति बज्यो अलि त्यो रामसित बस्नु 8:20 चलाउनु नरहेछ है केटा अङ्कल ल 8:20 नै होइन मेरो त 8:15 भएछ जय शिव सम हो ल जाम अब बिस्तारै ल ओके हेलो गाइज वाट्स अप पिपल है वेलकम ब्याक टु माई च्यानल अगेन आज चाहिँ हामी कहाँ जाँदैछौँ भने कहाँ पुग्छ त्यही जाने हो होइन बुढा हो दाइ हो पहिला ल बुढाको घर कति किलोमिटर जानुपर्छ दाइ बुढाबाट चाहिँ 3-4 किलोमिटर हो 3-4 किलोमिटर मात्र हो 3-4 किलो 5 किलो समथिङ 5 नजिकै हो नि होइन त्यो दाइ अनि त्यो केपी भएको टावर नि भेट्छ हामीले केपी भएको टावर दमकमा हो भेट्छ ल त्यहाँनिर दुर्घटना हुने भएको भएर यहाँनिर चाहिँ त्यो अरे श्रीदेवीको जुन बाटोमा चाहिँ पहिला थियो अरे कि देउताको मन्दिर ल कुन चाहिँ रे हामी भने यो सिन्धुलीको त्यहाँ सिन्धुली को एक्सिडेन्ट हुन्थ्यो अरे क्या पहिला त्यहाँ एउटा भोट घट्नु छ नि त्यहाँ होइन त्यही होइन भोट घर भएर नै त्यहाँ बलिसली चाहिँ हिँड्थ्यो अरे होइन एक्सिडेन्ट कुनै भएर नै ऐना सैना हालेर चाहिँ रिफ्लेक्ट दिन्छ नि त ऐनाले त्यही भएर चाहिँ मान्छेहरू स्लो गर्नु स्लो गर्नको लागि चाहिँ ऐना राखेको एकजनाको यादमा त्यसले हाल्दो रहेछ सबजना पनि एकजनाको यादमा चाहिँ अब ए भनेपछि त्यो लागि कोही मेमोरीको लागि मात्र हो अनि पुरा ऐना हामीले चाहिँ किन हाल्नु सबैले चलाउँछ तर त्यो के भन्छ त्यो रिफ्लेक्सनवाला भन्यो नि तपाईँले त्यो पनि हुनसक्छ अब ओके के भयो ल यहाँ चाहिँ कति बज्यो यार बज्न त धेरै बज्यो 10 बज्न लागिसकेको छ हाम्रो भर्खर ब्रेकफास्ट पनि भइरहेछ भनिदेऊ त कहाँ पुग्यो हामी नमो बुढा पुग्न लाग्यो टुली खेल कटेर आयो हाम्रो कति बजे ब्रेकफास्ट भएको अब घरिकै त नि घरि बेच्दिसक्यो पैसा नभएर घुम्न जानलाई ब्रेकफास्ट घुम्न जानलाई घरि बेच्दै ल कालो लेमन हान्दिम लेमन खाम लेमन हामीलाई के छ चना तरकारी छ यहाँ टक्कै छ चना छ तातै छ कि ल तरकारी उल्लाला तरकारी 3 ठाउँमा हालिदिनु ओके अब यहाँ एकछिन बस्छौँ हामी टक्क ब्रेकफास्ट गर्ने मजाले
आज धेरै हिँड्छौँ होला आज झापा पुग्ने भन्दै थियो खोइ कहाँ पुग्छ हेरौँ हामी चाहिँ बिहानै निस्किनु पर्ने तर अलिक ढिलो भएर चाहिँ कति बजे भयो 8 बजे ठ्याक्कै 8 बजे निस्क्यो होला त्यहाँबाट 8 बजे निस्क्यो भनेपछि त्यहाँ 11-12 बज्छ होला होइन बुढा कति बज्छ हामी बच्छ 10 चाहिँ बच्छ 10 बज्छ मलाई त 11 बज्छ 12 बज्छ 12 बज्नु लाग्छ जो 11:30 तिर पुग्छ जस्तो लागिरहेको छ होइन पुग्छ भनिसके त्यसको याद आइरहेको छ काकासँग हाम्रो मजा आउँछ हो काकाले निम्तो गरेन जानुपर्छ है एउटा बोर्ड ल्याउनु पर्ने रहेछ बुढा त्यो दिन फर्किने के रे बोर्ड होइन चेस बोर्ड अर्को हप्ता हो र मजाले गर्दै आएर भनेपछि आज तोड के भयो सर्क्यो र यहाँ जोलले च्वास्छ हामीलाई ल अब यहाँ बसेर ब्रेकफास्ट हान्ने अनि टक्क चल्नुपर्छ होइन बुढा बुढा हो कि हेर्नु जाने हो सेल्दी मिठै छ यार गुल्यो रहेछ ए इन्डोनेसियाबाट फोन आउँछ त यार किन इन्डोनेसियाबाट फोन आउँछ त कसलाई आउँछ इन्डोनेसिया भाषा हेलो स्क्यान छ त ओके डरै लाग्छ हुँदैन केही हुँदैन भने त्यस्तो कलर नउडा है हो अस्ति नि अनुहार मात्र कल आइरहेको थियो नम्बर त देखाएन अनुहार कल भनेर आइरहेको बुझ्यो अबदेखि उठाउँदैन भने ल कति घन्टा बस्यो हामी ए 10-12 भनेपछि अहिले खोइ कति थियो ठ्याक्क 10 बज्नु लाग्थ्यो भने धेरै बसेन त एकछिन मात्रै बसेर रहेछ अनि पर्स त भेट्यो रे नि त अनि अनिलदाईको पसलमा अनि बुढा त पार्टी खाने भनेर बसिरहेको थियो भने पार्टी हो रविल बियर खाउँछ सक्सेस भएर त यहाँ घुम्न आएको आउँदैन म त पर्स भेटेको यहाँनिर रविल बियर खाउँछ ल कमिटमेन्ट लिइराख्नु हो कतिवटा तुम्बालाई हुन्छ तुम्बा ल तुम्बा खाँदै केटाहरूले धेरै खाँदैन रोजन त खाँदै ठुलो एउटा भए तेरो भिनाजको के कुरा त्यसले झन् रक्सी एक ग्लासले लाग्छ मलाई एक ग्लास भए पुग्छ एक ग्लासले लाग्छ अब त्यहाँ जाने जुत्ता फुकाएर ल्याऊ पुरा
के गर्ने भन्देऊ त दाइ माछा खाने माछा छ कि माछा के छ हेरौँ न जुत्ता र एउटा चप्पल ल्याउनु पर्ने रहेछ यार मैले सिन्धुलीको बाटो भने ए त्यहाँ रहेछ ल त्यहाँ गएपछि कत्रै भिडियो खिच्नुपर्छ यति यहाँ माथि रहेछ एकजना पल्टिसक्यो के छ किन सुतेको ल जिउँदो ला सुत्यो जस्तो भयो यो नसुते जस्तो ल यहाँ दाइले मिठो छ भनेर यहाँ राख्यो ए बुढा मिठ छ भने नि मिठो छ चिनी हालेको पाउँछ नि चाबाले सुरु भइसक्यो अब नजिक नजिक आइपुग्यो अब त सकिन्छ नि बुढाले अब कहाँ सकिन्छ त्यही भने नि भयो यहाँ बसेर खाना खाने एकछिन अब एक मुख सुख धुन मन थियो धारा चाहिँ कहाँ छ यहाँ रहेछ धारा खाना त खानै मन छैन साबुन कति एकदम कहाँ पुग्यो त हामी सेल्फी डाँडा कहाँको सेल्फी डाँडा हो यार सिन्धुली ल यहाँ चाहिँ पुरै बस्ती रहेछ फोटोसुट हानिरहेछ यो चाहिँ के हो यो के बनाएको पहिरो जान्छ पहिरो जान्छ भने चेकेको मात्र भइसक्यो ल बुढा केही भनिदेऊ नि त केही भनिदेऊ ल के भन्नु छ यार हामी कहाँ जानु लाग्यो हामी सिपरी काठमाडौँ टु दार्जिलिङ सिक्किम पनि गान्तोक जाने होइन जाने नै गान्तोक हो अन्त डाँडा त जानुपर्छ फ्रेस जुस निस्किने रहेछ यहाँ ओके अब यहाँ जुस नि खाइयो सेल्फी डाँडा भन्नु रहेछ यहाँलाई यहाँ चाहिँ पुरै त्यस्तो खोपिरहेको रहेछ क्या भित्तामा आर्टवाला यहाँ चाहिँ फ्रेस जुस पाउनु रहेछ अब चलौँ
खाना बडी त जे अर्को पनि खायो कहाँ पुग्यो अब चाहिँ हामी ज्याप होइन हामी कहाँ पुग्यो ज्यापा पुग्यो भनेको ज्याप्स पुग्यो भने हाम्रो दाइको दाइ राति 1 बजे पुग्यो ओके गुड मर्निङ एभ्रिवान कहाँ हो रे हामी यहाँ दाइको दिदीको घरमा छौँ यस यो झापाको माथि साइड रहेछ यहीँबाट जाने रे अब हामी बच्ची एकछिन ब्रस गरौँ खोइ पानी निकालौँ के गरी ल फ्रेस भयो है एकछिनमा तिम्रो मेरो कहानी हाम्रो समयसँगै टाढी गयो यहाँ चाहिँ यस्तो हात्ती आउँछ अरे है हात्ती धपाउनलाई गाउँ बोलाउनु पर्छ केटाहरू ब्याडमिन्टन खेल्न गयो खै देऊ बुढा खेलौँ उतापट्टि कान्छु एउटा मात्र के हो यो होइन त्यो रोडमा यो चाहिँ ल लाइन कहाँ हो हावा चलिरहेको थियो के हो ल उता गएपछि जे खाए पनि हुन्छ भनेर भनेको खेल्नै सक्दैन के ग्राउन्ड ठुलो भयो तिमीलाई यो बोर्डर काट्नु लाग्यो पाण्डेकी सिलगढी सिलगढीबाट उता दार्जिलिङ आसन दाइ नै आयो है त गाडीमै के हो लिइरहेको छु होइन गाडी त लानु दिँदैन अब नि हो उयो काटेर दिन्छ नि तर भाँसेर काट्नु पर्यो के ढलाइ त बल्ल गरेको छैन क्या गाडीले फुटायो त सोडा सोडा भाँसेर काट्दा हुन्छ त अस्ति फुट्यो भाँसेर काट्दा दिन्छ त छिट्नु भान्सा काटेर दिन्छ अनि Okay, so hello guys, what's up people, welcome back to my channel again and good morning everyone. आज चाहिँ हामी कहाँ छौँ भन्दाखेरि हिजो राति 2 बजेतिर झापा पुग्यो झापा बिटा मोडबाट यहाँ छिरेको 40 किलोमिटर जति थियो दिदीको घरमा त्यहाँ बस्यो बजारले बिहानै उठ्यो एकछिन गफसफ गर्दाखेरि चाहिँ अहिले 8:30 भइसकेछ अब यहाँबाट चाहिँ खानासाना खान निस्किने रे दिदीले खाना पकाइसक्नु परेको छ अब त्यस्तै हाफ एन आवरमा हामी यहाँबाट निस्किन्छौँ काँक्री भित्ता जाने यहाँबाट टेम्पो एउटा चल्छ अनि त्यहाँबाट चाहिँ हामी टिकट काटेर चाहिँ दार्जिलिङ सिक्किम छिर्ने के हुन्छ हेरौँ छिर्ने त भन्दैछ सबजना यहाँ चाहिँ फुटबल खेल्दो रहेछ अघि हामी ब्याडमिन्टन नै खेल्यौँ यहाँ एकछिन अब एकछिन फ्रेस भएर चाहिँ हामी त्यस्तै 9:30 हुन्छ होला सायद निस्किने बेला हेरौँ के हुन्छ अनि मेन त हामी कहाँ चाहिँ छेन्डु लेक जान मन थियो त्यहाँ चाहिँ जाने हो चाइना बोर्डर भयो अनि फर्केर आएर चाहिँ आफ्नै गाडी लिएर इलाम जाने रे लेट्स सी के हुन्छ अब चाहिँ यस्तो यहाँ चाहिँ हात्तीले खुब दुःख दिन्छ अरे होइन हात्ती धमाउनु पर्छ अरे हप्तामा एकचोटि अस्ति पनि यो दारा चरेको रे हात्ती गएको थियो अरे हेर्नु पाएन बुढाले भन्दै अघि हिजो राति कि बिहान भने ए अब पिकअप हेर्नलाई त बिहानै निस्किनु पर्ने यस्तो छ यहाँ ल एक गते घुम्न आउने भन्दै थियो माथि झोलाकै बोल
खानुपर्ने हो हिजो बेलुका 1 बजी रातितिर आएपछि कहाँ ओके अब चाहिँ यहाँबाट हिँड्ने हामी है खोला त एकचोटि बेर ज्याकेट राख्नु पर्यो यार होइन ब्यागमा त म आउनु ढिलो भएको भने तिमीलाई म फोन गर्छु तिमीको अर्को त्यो बाटो भएर कि अर्को कुनै अटोमा आउनु ल गाइज हाम्रो अब गन्तव्य सुरु भयो है गन्तव्य यात्रा भन्नु नि यात्रा त्यही त गन्तव्य गन्तव्य ए मिसन दार्जिलिङ नबोक्नु भयो तपाईँले यतिकै हुन्छ होइन उहाँ फेरि तर टोइलेटमै पाउँछ पाउनु त नपाए केटाहरूको साथै खोला खोसाखोस गरेर लाउने यो चाहिँ 360 है गक ए गक 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 अगाडि उसमा छ चलम ल हाम्रो चाहिँ अब यहाँ यसबाट सवारी हुन्छ है त्यहाँबाट कहाँसम्म बुढा काँक्री भित्रसम्म चाहिँ यसबाट जाने अब केटाहरू रेडी भइरहेछ गाडी यहीँ छोडौँ चलाएर जाने हो के अगाडि बसेर टक्क म त ड्राइभर बस्नु बस्नु चल ए चलाउनु थाल न लाइसेन्स प्राप्ति गरिदिए यसको छैन लाइसेन्स ब्याग पनि हालिदेऊ त एकचोटि बुढा त्यो ब्याग हालिदेऊ त ल ल ल ल यो चाहिँ ह्यान्डब्रेक हो खोइ यो स्टार्ट गर्ने के को भने स्टार्ट त्यहाँबाट हुन्छ होला सबै छ त ब्रेकमै छ अब एक गेरा हालेर क्लच छोड्नलाई 3 पाएर भयो 2 पाएर भयो उही त हुन्छ हैन यो क्लच यहाँ रहेछ गियर चाहिँ कहाँ छ यस्तो यही यहाँ रहेछ नि गियर यहाँ चिन्छ अहिले राम्रै भिडियो बन्दैछ नि भाइरल भाइरल ओके ल यसमा चढेर आएको थिएँ मजाले केटाहरू रेडी टु गो अब हामी के बस्छ नि भनेर बेला यहाँ त ल ल बिस्तार जानु है होइन बस्नु नि होइन अब ल खाली गाडी भेट्यो जाऊ बुढै छ कस्तो भइरहेछ त अनि अब 10-15 मिनटमा पुग्छ होइन हामी अब ठ्याक्क 15 मिनट 15 मिनट
अहिले खोलाको स्थिति चाहिँ होटल रहेछ यार हिजो राति देखाएको छ नि ठुलो लाइटमा के भन्नु ए त्यो लाइट दामी रहेछ है त्यो पुरै रेड लाइट थियो अब त्यहाँ पुगौँ है पहिला ओहो अब चाहिँ गर्मी भयो जस्तो लाग्यो दाइ अब इन्डिया गर्मी हुन्छ नि तर ठिकै छ मौसम अलिअलि थोरै ल यार बस्नु फोन गरेर फोन गरिहाल है कहाँ फोन गर्नुपर्छ लाग्दैन किन अब यहाँदेखि त पारी गर्नु लाग्दैन लाग्दैन पानट्याङ्कीसम्म लाग्छ लाग्छ भयो अब त्यहाँ पहिला अब चाहिँ हामी कहाँ छौँ भन्दाखेरि काँकरभित्ताको बोर्डर अब यहाँबाट चाहिँ बोर्डर क्रस गरेर टक्कै एउटा पहिला पैसा साधौँ अनि एउटा गाडी हेरौँ टिकटहरू बुक गरौँ अनि मजाले चिलमा गइन्छ 6 घन्टामा त मजाले पुग्छ होला त मौज गर्नुपर्छ ओके एक्सचेन्ज भइरहेछ हाम्रो पैसा अब यो एक्सचेन्ज भएपछि चाहिँ मजाले गइन्छ टक्क चिलमा हामीलाई आउने 42,840 इन्डियन कति दिएर हाम्रो 70,000 होइन नेपाली 70 612ले जोड्नु न 70 लाई गुणा गर्नु ओके पैसा नि साथ्यो अब मजाले जाने हो केटाहरू आउँदैछ पैसा चाहिँ सेफ राख्नुपर्छ भनेर यहाँ राखेको छु मोबाइल पनि पैसा पनि केटाहरू आउँदैछ ल ए नागरिकता मलाई दिएछ छैन नि पासपोर्ट खोइ मेरो हिँड्दै जाऊँ न त जाऊँ अलि हिँड्नु त्यहाँसम्म हिँड्नु परिहाल्यो पेट खप्छ हिँड्यो भने आँखें ओल्याल खुल्यो मन छैन मलाई लाज नआइकन आटे यार निस्किनु जबरजस्ती के भन्न सर्को जस्तो लाग्यो यहाँ कस्तो राम्रो रोड के यो बोर्डर भयो होला सायद रोड चाहिँ फेरि दामी छ अब उता पुगेपछि कल सल नि लाग्दैन रे हेरौँ ओके ल हामी चाहिँ यहाँबाट क्रस गरेँ नागरिकता हेर्दो रहेछ मेरो चाहिँ पासपोर्ट थियो पासपोर्ट देखाएँ मैले अब चाहिँ यहाँबाट मस्तले जाने हो यस्तो छ जय भारत माता की यहाँबाट त पुरै सुरु रहेछ त ल यो इन्डियन पुग्यो होइन दाइ अब हामी पानी ट्याङ्की भन्छ यसलाई पानी ट्याङ्की हो अब यहाँबाट गाडी कहाँ बस पार्क जाने यता ल यहाँबाट अब बेङ्गलो होइन यो वेस्ट बङ्गाल यहाँबाट वेस्ट बङ्गाल केटाहरू रेडीमा छ दार्जिलिङ हिँडेको एकजनाको 4,000 कहाँसम्म सिक्किम गान्तोक जाने हो म पानी खोज्छु ल अनि एकदम पुरा बस्नु ओके अब चाहिँ पसिनै पसिना आयो अब चाहिँ पुरै इन्डियाको फिलिङ आएछ यहाँ पसिनै आएर अगाडि बस्नु लगाएको ल यहाँ
beautiful ladies. Siliguri. बसमा यहाँ छ आउनु बसमा ल कहाँ सिलिगुडी होइन यो सिलिगुडी पुग्यो यस्तो गर्मी यस्तो पर्छ कति पोर रहेछ यार छिटो जान्छ हामीले लगाएपछि त्यसो गर्छौँ त्यही भने बोलेको कुरा फेरि एकदम ल है ओके हाम्रो भाइले चाहिँ हामीलाई 2000 मा चाहिँ यहाँ 6 जना कोही नराखिकन खिचेर त्यो भाइलाई नि हो भनेर सोध्नु होइन हो कि त दाइ ए भाइ 2000 हो कि मैले त्यहाँ कोही नराख्ने होइन राख्छ नि हौ मान्छे त पछाडि त यस्तो प्याकमा त कसरी जानु यसरी त सकिन्छ रोकी लग्छ के हो यसरी त बस्न सक्दैन गर्मी फेरि वाइल गर्मी होइन बुढा के छ हौ केटा हौ ठिक चलिरहेछ नि होइन कति बज्यो भन्दा 2 बज्नु लाग्यो अब 4 घन्टा भनेपछि 1 2 3 4 6 बजेतिर चाहिँ पुगिन्छ होला सायद टक्क यहाँ बुढा छ रमाइलो गरी बसिरहेको छ केटाहरू फेरि हामी बस अरे अलि स्क्याम टाइपको भएछ त्यसमा पहिल्यै पैसा माग्नु थाल्यो त्यही भएर ठ्याक्क बस नि रोक्यो बस्नै जानु लाग्यो लोकलमा यहाँबाट अब बसले त अलिक ढिलो पुगाउँला अघि 5:30 भन्दै थियो 7 बजेसम्म त पुगाउँछ पुगाउँदैन ओके अब गान्तोक जानलाई चाहिँ ट्याक्क 40 किलोमिटर यहाँबाट वेलकम टु सिक्किम छ यहाँ केटाहरू चाहिँ पर्मिट बनाउन गयो होइन गाडीले पेट्रोल लाउँदैछ गुलकालले समेसी होला खै यहाँ देखाऊ हाम्रो यो चाहिँ पर्मिट आयो है ठिक छ र ल आउनु त छिराउँ यसको भनेपछि हामीलाई त अघि 150 लाग्छ एकजनाको भने त स्क्याम रहेछ पैसा खान्छ होइन नेपाली सिटिजन जे पनि हुन्छ लाइसेन्सदेखि जे पनि हुन्छ एनआइडी कार्ड भोटर्स कार्ड सिटिजनसिप फाइनली गाइस सिक्किम गान्तोक आइपुग्यो है पुरै घरै धेरै घर रहेछ यार पहाडमै रहेछ पुरै बस्तीमा ओके फाइनली पुग्यो है कति बज्यो भन्दा नेपाली चाहिँ ठ्याक्क 7 बज्यो इन्डियन चाहिँ होला ठ्याक्कै 7:30 भयो होला ल बिल्डिङ छ कस्तो भयो त दाइ एकदम ठिक यात्रा ठिक भयो नि है हाम्रो एकदम राम्रो यात्रा छ के भयो जाडो भयो अलिअलि जाडो चाहिँ रहेछ है अघि गाडीमा यस्तो गर्मी भइरहेको थियो यहाँ चाहिँ अलिअलि चिसो रहेछ को थापा ओके गाइज हेलो व्हाट्स अप पिपल वेलकम ब्याक टु माई च्यानल अगेन अहिले चाहिँ फाइनली हामी आइपुग्यो है गान्तोक बिस्तारै टक्क लाएर
अब चाहिँ यहाँ एकछिन घुमौँ यहाँ गान्तोक सिटी यो एमजी रोड भन्ने रहेछ नि त यहाँ फेमस होला त्यो चाहिँ अब मजाले घुम्छौँ खानासाना नि त्यही खाने पहिला केटाहरू भेट केटाहरू 2 जना चाहिँ 3 जना कहाँ गएको अगाडि गएको जस्तो लाग्यो मलाई वेलकम टु सिक्किम ल नेपाली गीत बज्दो रहेछ है सिक्किम आएर ओइ ओइ यो त हाम्रो के भन्छ त्यसलाई के बार भन्छ नाक घरेर त्यस्तै लागिरहेको छ यस्तो छ है तल रोड यहाँ माथि चाहिँ मान्छे हिँड्ने बनाउँछ गान्धीजीको तस्बिर यहाँ रहेछ बिस्तारै यहाँ हामी के हो यहाँ घोप्छ त टोल पऱ्यो नि त हो ल पाण्डा हो रमाइलो गरिरहेछ ल यहाँ चाहिँ अब खाना पाइन्छ अरे है निम्टो रहेछ लेट्स चेक आउट ल भित्र आउने बित्तिकै नेपाली भाइ आइसक्यो होइन खाना खाऊँ न कतिजना हुनुहुन्छ 6 जना त अहिले माथि मात्रै सिट भयो भने यता त खाने छैन हेर्नु अगाडिबाट जाम Hello guys, MG Road. MG Road. अलि